सकेर अब हामी गाडीमा गएर आइसक्रिम खान्छौँ। आमा कति धेरै पो छ त नि कलर कलरको कालो सेतो अनि आएको छ साथीहरू। यहाँ भाइरल म्याङ्गो यहाँ छ होइन, अर्को यहाँनिर छ। म चाहिँ उयो अर्को ट्राई गरिसकेको छु, यो खान्छु होइन। मोनिकालाई चाहिँ यो ट्राई गर्ने भनेको छ। ल उस्तै यो मलाई यो ल यो म्याङ्गो ट्राई कस्तो राम्रो होइन खाएको छैन क्या। अब चाहिँ हामी यहाँनिर ग्रोसरी सपिङ गरिसक्यौँ। अब घर जाने ग्रोसरी सपिङ गरेर निस्किसक्यो। देखाइदेऊ त ए के गर्नु यसो गर्नु। आमा ग्रोसरी हामी गइसक्यौँ। सकेर अब हामी गाडीमा गएर आइसक्रिम खान्छौँ। टिकटक कस्तो राम्रो खोले होइन, कस्तो राम्रो छ तलबाट यसरी खोल्ने खोल्न आइहाल्छ। मैले अस्ति त्यो अर्को चाहिँ ट्राई गरेको होइन, उयो चाहिँ ट्राई गरेको छुइनँ। नाइस है, कस्तो दामी नि। हामी चाहिँ भिडियोतिर मात्रै देखेको होइन, तर आज चाहिँ खानै पाएँ। मैले चाहिँ अस्ति खाएको, मैले टिकटकमा भिडियो पनि यस्तो लगाइरहेको थिएँ खोसेर क्या मिठो। कस्तो नखानु जस्तो नि माया लाग्दै। मलाई लाग्दा क्युट, कस्तो क्युट। तिमी त्यो यो मात्रै निकालेर खाँदा नि हुन्छ। डन्ठा आरुको कस्तो दामी हो यो डन्ठा निकाल्दा पनि मिल्छ। निकाल्ने त्यतिकै राम्रो देखिरहेको छ। यति राम्रो छ यसलाई चाहिँ निकाल्नु पनि मिल्छ यसरी। यसको त्यो खोले कस्तो मजाले राखेको क्या यहाँनिर है। आमा खोले कति क्युट। ए देखाउँदा यहाँ त्यतिकै खाने ननिकाले यसरी कस्तो क्युट देखेको क्या यो हेर्नु नै। ठक्कै हेर्नु त बेबी के अरे बेबी म्याङ्गो जस्तो देखेको ठक्कै। ल खाएँ ल साथीहरू। दामी कति भन्नु थियो। अहिले चाहिँ घरमा आइपुगेर यहाँ मोमो खान लागेको। यहाँ छ ल कोक। तपाईँ नसुगर ल काकी आजको मोमो कस्तो भएछ? तास खेल्नेलाई त मोमोको टेस्ट पनि थाहा पायो। तपाईँले तास खेलेको ग्रुप बुढा छ हाम्रो। मोमो चाहिँ यहाँ तिमीले खाइसकेको? हतार हतार छ केटी। अचारमा नि अमिलाको हो। टमाटरको अमिलो झन्नै मतलब मेनु कपाल भन्दैन दाल खाने दाल यो बिचमा तिन दाल मात्रै खाँदै खाऊ न खाऊ। काम छ होला। अहिले चाहिँ होइन यहाँ मोमो खाइसकेर यहाँ पान बनिँदैछ होइन। मलाई पान बनाइदिएर राजु जोई विष्णु भएन तपाईँ पान बनाउने त पान बनाउँदै हुन्छ, अझै तास खेल्दै हुन्छ। यो चाहिँ हामी मोमो खाइसकेर इलोरा र म चाहिँ यहाँनिर फुलबारी हेर्न आएको छु। कस्तो राम्रो फुल फुलेको इलो हेर्नु त कस्तो राम्रो फुल फुलेको। यो चाहिँ मेरो पहिलेको घर हो है साथीहरू।
कस्तो राम्रो फुल फुलेको थियो मेरो पहिलेको त्यो साइकल कुदाउने त्यहाँ थियो अहिले चाहिँ म यहाँबाट धेरै टाढा सरेको छु होइन यहाँ चाहिँ मेरो माल दिदी बस्नुहुन्छ ल मोमो खाइसकेर मोमो पचाउनुको लागि केटीहरू हिँड्नु थाल्यो ल दुई प्लेट मोमो चाहिँ पचाउनु थाले कति राम्रो फुल फुलेको छ हाम्रो काकाको घरको यहाँ फार्म लिटल फार्ममा चाहिँ खराएछ है खराए कस्तो राम्रो अरू अरू कलर पनि छ आमा कति धेरै पो छ त नि कलर कलरको कालो सेतो अनि कालो र सेतो मिसिएको अनि यसलाई चाहिँ के हुन्छ ग्रे कलरको होला नि ग्रे कलरको हैन कस्तो राम्रो निखुरो कालो चाहिँ एउटाउँदै छु हेर्नु न त्यहाँ यो चाहिँ ग्रे कलरको बाख्राको छ अनि यो भित्र चाहिँ हैन कान्छा होला यो कान्छा बाख्रा हेर्नु छ बाख्रा चाहिँ यहाँ कतिवटा छ रे काका 11 वटा छ 11वटा यो ग्रे कलरको चाहिँ कति दुईटा एउटा मात्रै तीनटा होला तीनटा छ र उनीले चेपिएर बसिरहेछ उसको उता आमाको उतापट्टि छ आमै कत्रो बडा रहेछ नि त है घामले हेर्नु एकदम गर्मी भएकोले गर्दा हेर्नु कसरी नाक चलाएको छ यस्तो राम्रो गोचु काका कस्तो कडा हुँदो रहेछ नि उसको यो त कस्तो क्युट बच्चाले पनि पानी खान सिक्दै रहेछ है त्यो केटी भएर त नि बच्चाहरू कति छ त हेर्नु त यहाँ अझै पानी खाएन चारो पनि सिक्दैछ उनीहरू खानु चारो अलिअलि उस्तो परालहरू टोक्दैछ गराउँछ पानी खाएन सबै बाहिर छोडिदिँदा कति मलको थियो होला नि त खाएको यसले त अघिदेखि मुख निकालेको छैन हेर्नु न यहाँ मुख धुँदैछ एउटाले यतापट्टि कस्तो टक्रुक्कै बसेको खाँदैन त्यो पानी आज गर्मी हेर नि कत्रो कत्रो कान हुँदो रहेछ लगभग 5 केजी भन्दा त बढी छ नि त्यो ठुलो खरायो उयो 7 केजी छ ए कस्तो फास्ट चलाएको क्या त्यसको नाक चाहिँ आधी पर बेला भएको छ आधी चाहिँ यहाँनिर यो यसको चाहिँ 11 दिनको छ अरे कतिवटा छ काका यसमा 6वटा छ ए आमा 11 दिनको यस्तो 11 दिनको है 11 दिन के हेर्नु त यहाँ यस्तो आँखा नि राम्रो उग्रेको नहुँदो रहेछ नि 11 दिन कति ठुलो छ हेर्नु त त्यो अघि देखाएको चाहिँ 24 दिन भयो 21 दिन अझै सानो छ अति त अघिको भन्दा पनि सानो हेर्नु त यी त्यो भित्र टोड्काबाट छ नि त्यो भुत्ला त्यो माउको भुत्ला हो सबै माउले आफ्नो जिउको भुत्ला खोलेर चाहिँ त्यो बनाउँछ